समस्या कस्तो भन्दाखेरि हाम्रो जस्तै गियर गाडीमा के हुन्छ भन्दाखेरि 1 नम्बर गियर 2 नम्बर गियर हुन्छ अनि त्यो 1 नम्बरमा गियरमा चाहिँ तिमीले एक्सिलेटर यसरी पुरै खेलाउन मिल्छ हो 2 नम्बरमा नि पुरै खेलाउन त्यसरी नै 3 मा 4 मा 5 मा पुरै खेलाउन मिल्छ त्यसैले तिम्रो एक्सिलेटरको कभरेज चाहिँ त्यो 5 गुणा बढी हुन्छ के जुन इबीमा चाहिँ एकचोटी मात्र हुन्छ यहाँदेखि यहाँसम्म मात्र एक्सिलेटर थिच्न मिल्छ अब यहाँ थिच्यो भने यसको फुल पावर हुन्छ यहाँ जाओ भने लोएस्ट पावर हुन्छ नि अब कुद्दैछ फुल यतिमा ल 75% मा कुद्दैछ हैन अब त्यो भएपछि चाहिँ अब त्यो कुद्दै जाँदाखेरि घुम्टियासी लो गर्न पर्यो अब त्यसले कति छोड्छ त नि त्यो लो छोड बढी छोडिन्छ कि त्यो हुत्त हुन्छ अब त्यो इतिमा त्यो जस्तै अब एक गियरको यतिमा जति कन्ट्रोल हुन्थ्यो नि अब त्यसको यतिमा कन्ट्रोल हुन्छ कि यति मुभमेन्टमा त्यसको धेरै डिफरेन्स पर्छ कि कम कन्ट्रोल हुन्छ यति थोरैमा अब गियर गाडीको भनौँ न सेन्टिमिटरमा त्यसले डिसाइड गर्छ भने इबीकोमा एमएमले डिसाइड गर्छ कि त्यो स्पिड चाहिँ 10 किलोमिटर पर आवरको स्पिड चाहिँ एमएमले डिसाइड हुन्छ कि त्यहाँ त्यो खुट्टाको मुभमेन्ट त्यो भएपछि हुत्तिनी अनि झ्याक्किनी अनि अर्को के पनि हुन्छ भने इबी गाडी साह्रै अलुङ्गो खोक्रो मात्रै हुन्छ त्यो ब्याट्रीको वेट हो अनि पुसबाट आउँदाखेरि पोखरामा आउँदाखेरि चढेको थिएँ म अनि जिन्दगी चढ्दिनँ भन्ने भएर छोडेको किन भन्दाखेरि त्यो आवाज अनि आवाज आयो इबी गाडी त हैन नर्मल आवाज अनि अब तिमी गाडी भित्र छ भने त्यो गाडी मेसो हुन्न तर गाडी बाहिर त्यो इबी गाडीको पछाडि गएर स्कुटरमा हिँडिराख्यो भने सँगसँगै हिँडिराख्यो भने त्यो टिन्न आवाज आउँछ त्यो एउटा फ्रिक्वेन्सीको आउँछ त्यो हामीले ध्यान दियो भने सुनिन्छ त्यही मात्र सुनिन्छ ध्यान दियो भने अनि त्यो गाडी चाहिँ अनि घुम्टीमा नि ओभर इनर्सिया मुभमेन्टले हुत्ताउने अनि यताउति सबै हुन्छ कि सर त्यो गाडीभित्र त कुन आवाज आउन्न गाडीभित्र चाहिँ अब त्यो आउँछ त्यो त्यस्तो साह्रै डिस्टर्बेन्स लाग्दैन गाडीभित्र चाहिँ गाडीकै आवाजले त्यो खत्राङ 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 परेको आवाजले चाहिँ त्यो ओभरकम गर्छ हैन उसको पनि त आउँछ नि आवाज झ्यालस्याल बन्ने त हुन्न त्यस्तो माइक्रोहरूको पनि त भुरभुर भुरभुर गरेको आवाज आउन्न र त्यो यस्तो त्यो भुरभुर आवाज त आउँछ कि तर त्यो टिन्न त्यो फ्रिक्वेन्सीको आवाजले चाहिँ तिम्रो कानलाई नै ड्यामेज गर्ने टाइपको हुन्छ क्या त्यो भुरभुर आवाज चाहिँ त्यो बढी हुन्छ त्यो फ्रिक्वेन्सीको चाहिँ पिच बढी हुन्छ क्या त्यो भएपछि असर त्यो एकदम इरिटेटिङ असरै लगाएर हार्मफुल चाहिँ नहोला सायद तर इरिटेटिङ चाहिँ हुन्छ अनि जनताहरूलाई के भन्न चाहनुहुन्छ त जनताहरूलाई के भन्न चाहन्छु इबी चाहिँ रोजेर चलाउनु पर्यो जुन यो गाडी अहिले यो लोकल गाडीमा इबीहरू आएका छन् यिनीहरू इबी भनेको चाहिँ बिजनेस माइन्डेड पर्सनले रकम उठाउनलाई निकालेको गाडी हो सोपिसहरू सोपिस भन्दा नि अब थोरै पैसामा निकालेको गाडी हो क्या यो मार्केटलाई यतिखेर उचाल्नको लागि अब यो गाडी त हेर अब पेट्रोल गाडी कति महँगो छ एउटा माइक्रो किन्यो भने 40 लाख 50 लाख पर्छ हो तर इबी पनि त्यतिमा पाइन्छ त्यति नै पर्न चाहिँ अझै बढी पर्छ क्या माइक्रो हाइस किन्यो भने त बढी पर्छ 80-90 लाखै पर्छ त्यही हाइस त्यतिकै रेन्जको हाइस 40-50 लाखमा पाइए इबी हैन तर अनि तिनीहरूको भसी त्यो त्यही अब मार्केटमा चलाउन राम्रो हैन र सस्तो पाइएपछि बिको नि त धेरै बिको तर त्यो सस्तो बनाउनलाई त क्वालिटी कम हुन्छ नि त केरा पेट्रोलै नहाल्ने भएपछि क्वालिटी पनि त्यस्तो हुन्न नि पेट्रोल नहाल्ने भएपछि भनेर त्यो चलाउनको लागि इन्जिनै चाहिएन गोरुङ्गो सुन्नु त्यो भनेको कस्तो भन्दाखेरि बनाउनको लागि र चलाउनको लागि रेट फरक हुन्छ नि त बनाउनको लागि लाग्ने लागत चाहिँ थोरै होला तर चलाउनको लागि थोरै होला बढाउनको लागि त पेट्रोल गाडीको बढी लाग्ने होला त्यसको कम लाग्ने होला त्यसको ब्याट्रीको त हो नि प्राइस अरू त सबै खोक्रो त हो नि त्यो हुनाले इबी गाडीको समस्या चाहिँ देखिरहेको छ यी अहिले आएका इबी गाडी चाहिँ पक्की इबी गाडी होइनन् के बलिया छैन इबी गाडीमा हजुरलाई सुधार चाहियो राम्रा खालको इबी गाडी ल्याउने हो अहिले इबी गाडीको ड्राइभरहरूको समस्या के छ भन्दाखेरि पाङ्ग्रा पनि यति छिटै जान्छ किनभने रियर व्हिलमा पावर हुन्छ यिनीहरूको रियर व्हिलको मात्रै हुन्छ पावर ती जुन अहिले माइक्रो भ्यानहरू छन् इबी अनि रियर व्हिलको चाहिँ एकदम घोटिएर टायर 2 महिनामा फेर्न पर्छ के जुन कि अरू नर्मल गाडीहरूको लगभग म्याक्सिमम अगाडिको पाङ्ग्रा त वर्ष दिनै चल्छ पछाडिको पाङ्ग्रा 7-8 महिना चल्छ मतलब अब पेट्रोलको सट्टा टायर फेर्न पर्यो जस्तै अब 1000कोले चार्ज गर्यो भने फुल हुन्छ यिनीहरूको एकचोटि 100 को 10% हुन्छ क्या अनि त्यो फुल गरेपछि यिनीहरू चल्ने भनेको नि त्यस्तै 100 किलोमिटरै जति चल्छ कि 110 किलोमिटर जति चल्ने हो त्यही हो अब जगे इबी गाडी अब ग्राहकहरूको पनि हेर्ने हो भने धेरै ग्राहकहरू चाहिँ अब जस्तै अब आमाहरू टाइपका अङ्कलहरू टाइपका आन्टीहरू टाइपकाहरू चाहिँ
यी हामी जस्ता उमेरकाले त फरकै छुट्याइन्न किनभने कतै खत्रङ खुत्रङ भयो नि मतलबै हुन्न हामीलाई होइन तर आमाहरूलाई चाहिँ ओहो कति घुमाएको कति गाह्रो भयो यसले गरेर ल्याउँदा त ओहो कति उफार्दो रहेछ भन्ने त्यो फिडब्याक भेटिएको छ क्या इभी चढेर आएका जो चाहिँ 2-3 घन्टाको राइड गरेर आएका पनि त्यो समस्या देखाउँछ कम्फर्ट र सेफ्टी भएन कम्फर्ट छैन सेफ्टी पनि छैन ल ठिक छ ल त्यो हुनाले इभीलाई हामीले सकेसम्म अभोइड गर्नुपर्छ र इभी कम्पनीहरूलाई चाहिँ यस्तै इभी गाडी निकाल तर एकदम राम्रो खालको सुरक्षित अलि हेभी अलि धानिने खालको गाडी निकाल्न भन्ने आग्रह गर्दै यो भिडियो हामी यहीँ टुङ्गाउन चाहन्छौँ धन्यवाद एनटिभी नेपाल टेलिकमबाट प्रसारण भइरहेको छ